परमपूज्य बाबा उमाकान्तजी महाराजजीलाई रांझा एयरपोर्टमा नामदानी भक्त लगायत सर्वसाधारणहरूले पुष्प गुच्छाद्वारा भव्य स्वागत गरेका छन्। बाबा जय गुरुदेव आध्यात्मिक संगत केन्द्रीय कार्यालय बाँकेले आयोजना गरेको 2 दिने कार्यक्रमका लागि नेपालगञ्ज आउँदा नेपालगञ्ज रांझा एयरपोर्टमा बाबाजीको स्वागतका लागि दिउँसो 12 बजेदेखि बाबाजीको स्वागतका लागि पुगेका सयौंको संख्यामा रहेका नामदानी भक्त तथा सर्वसाधारणहरूले बाबाजीलाई पुष्प गुच्छाले स्वागत गरेका थिए भने बाबाजीले लाइनमा बसेका नामदानी भक्त तथा सर्वसाधारणहरूलाई दर्शन आशीर्वाद दिँदै कार्यक्रम स्थानतर्फ प्रस्थान गर्नुभएको थियो। यही मिति 2082 11 र 12 गते नेपालगञ्ज उपमहानगरपालिका 19 अन्तर्गत रहेको भ्यू इटा उद्योगको मैदानमा आयोजना गरिएको 2 दिने कार्यक्रममा परमपूज्य बाबा उमाकान्तजी महाराजजीद्वारा सत्संग सुनाई जय गुरुदेव नामको महत्व र यसबाट मानव जीवनलाई हुने फाइदाको बारे जानकारी, शाकाहारी नशामुक्त भई नामदान लिएर साधनाद्वारा दुःख कष्टबाट मुक्ति र जीवनमा शान्ति ल्याउनका लागि बाबा उमाकान्तजी महाराजजीको सत्संग आयोजना गरिएको आयोजकले बताएको छ। कार्तिक 8 र 9 गते भैरवमा आयोजना गरिएको सत्संग कार्यक्रमलाई समापन गरी काठमाडौँदेखि हिजो नै परमपूज्य बाबा उमाकान्तजी महाराज साँझ 4 बजे नेपालगञ्ज आउनु भएको हो। छिमेकी देश भारत र नेपालका विभिन्न जिल्लाहरूबाट जय गुरुदेव भक्त तथा सर्वसाधारणहरू धेरैको संख्यामा 10 गते नै नेपालगञ्ज पुगेका छन् भने 11 गते ठूलो संख्यामा आउने अनुमान समेत गरिएको छ। भारतको मध्य प्रदेश उज्जैनमा बाबा जय गुरुदेव धर्म विकास संस्थाको मुख्य आश्रम रहेको छ। सोही आश्रममा रहेर बाबाजीले यस बेला देश दुनियाँमा विशेष गरी जय गुरुदेव नामको प्रचार प्रसार गर्दै आउनु भएको छ।